5 किलो जति होइन होला, 5 किलो बढी नै होला। अनि यहाँ त गोलेभेडासँगै अर्को पोको पनि देख्छु त, के छ नानी यहाँनिर चाहिँ? साग। ओ टनेलभित्र फेरि हामीले आफै लगाएको कि वास्तविक रूपमा? ओ यो त एकदम परम्परागत रूपमा चाहिँ एकदम मिठो मान्ने लट्टेको साग पनि रहेछ। बस यस्ता यस्ता प्राकृतिक कुराहरू होइन जो हाम्रो स्वास्थ्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छन्, यस्ता कुराहरू चाहिँ तिमीहरूले आफू खाने कसरी उत्पादन गर्न सक्छ भनेर लागेको देख्दाखेरि चाहिँ हामीलाई त एकदम खुसी लागेको छ। अनि अब यो अहिले त धेरै नै देखियो, कति जति फल्ने लक्ष्य लिनु भएको छ भाइ बहिनीहरूले? कति बोट रोप्नु भएको छ यहाँ? 200 जति बोट। 200 जति बोट छन् है। भनेपछि यसको उत्पादन त राम्रै हुन्छ होला? एकदमै राम्रो उत्पादन। भाइ बहिनीहरूलाई कोरेले पनि धेरै उत्पादन गरेर आम्दानी गर्न सकेका छौँ। यहाँ त धेरै नै छ, यहाँबाट त धेरै नै आम्दानी अनि सिक्ने मौका पनि पाइन्छ। अनि भाइ बहिनीहरूले यसरी फलाउनु भएको उत्पादनको चाहिँ सही मूल्य र सही बजारको व्यवस्थापन भइरहेको छ त? एकदमै छ। ठिक छ। भनेपछि अझ धेरै उत्पादन गर्नुभयो भने तपाईँहरूलाई बेच्नको लागि कुनै समस्या पर्दाखेरि के गर्नुहुन्छ? समस्या त पर्दैन होला त्यस्तो समस्या त, किनकि उत्पादन जति गरे पनि खपत हुन्छ नै। बस एकदम राम्रो छ। ल भाइ बहिनीहरूको यो प्रयास निरन्तर रहोस्, अझै नयाँ नयाँ खालका अन्वेषण र अवलोकनहरू गर्दै नयाँ खाले खेती प्रविधि कसरी गर्न सकिन्छ भन्ने कुरा भाइ बहिनीहरूले सिकिरहनु भएको छ, कृषि प्रशिक्षकज्यूहरूले सिकाइरहनु भएको छ। यसै अन्तर्गत सिकेर अझ धेरै उत्पादन गर्ने चाहिँ यहाँहरूलाई मन लागोस् र यसमा चाहिँ सबै मिलेर लाग्नु, यही शुभकामना छ। धन्यवाद।